Welcome to new video. अहिले पानी पर्दैछ है छुट्टी हुने बेलामा मलाई पानी पर्यो हैन यो बिजुली सिजुली चम्किँदैछ है यस्तै छ पर्दैछ जिन्दगी बाटो काट्दै हो सरी छुट्टी भयो हैन अटो जाने आज त फेरि हाम्रो सरको बे थियो हैन खाना पनि अति दिएको छ गएर पकाउनु पनि पर्दैन खप्पै खाने सुत्दिहाल्छ गुड नाइट भनेर पानी पर्न थाल्यो गाइस मैले चाहिँ आज पानी चाहिँ परिरहेको छ घाम पनि त्यस्तै लाग्छ पानी पनि परिरहेको छ हैन त्यस्तै छ काम सक्यो बिजुली झलाक झिलुक गर्दैछ हैन मलेसिया हरियाली छ यी हरियाली आउँदैछ फेरि अर्को हरियाली छाता ओढेर हिँड्दै हुनुहुन्छ हरियाली जानुभयो है छाता ओढेर गाइस उतल पुग्नु भयो यस्तै छ मलेसिया हो यहाँ चाहिँ फेरि रुखकै रुख छ र अलिक अन्ध्यारो भयो बत्ती चाहिँ बलिरहेछ यस्तै छ गाडीहरू हिँड्दैछ मलेसिया गाई चाहिँ यस्तै छ है जस नेपाल जस्तै छ पानी पर्दैछ हैन तुम गाइस पानी पर्यो उता पानी चाहिँ हाम्रो दुईजना दाजुहरू हिँड्दै हुनुहुन्छ हैन हामी चाहिँ वारी छौँ क्या पानी पर्यो गाइस फेरि यहाँ त पानी परेपछि च्याउ पो भेटिन्छ त देउले च्याउहरू अस्ति देउले च्याउ भेटेर खाइदिएको हो हामीले यस्तै छ निगुरेहरू पनि भेटिँदो रहेछ मलेसियामा रमाइलो पो रहेछ त सब्जी त खासै छुट्टी हुनु भने त चल्ती त जङ्गलतिर खोज्नु जाँदा हुने रहेछ सब्जी बट्याङ ट्याङ भेटिने रहेछ मलेसियामा तर चिन्नु चाहिँ पर्यो होइन फेरि खप्ला खुप्लुक निगुरे भनेर फेरि उन्यु सुन्यु खायो भने चाहिँ अनि फेरि दसैँ कस्तो हुन्छ भनेर हामीलाई मात्रै थाहा हुन्छ होइन त्यही भएर पानी चाहिँ पर्यो गाइस त्यस्तै छ हाम्रो त मन त के भन्दिनँ एक दुईवटा शब्द पानी परेकोमा मान्छे भिजिसकिसक्यो कुदौँ न अनि दाइ कुदु गाइस कुदु पानी पर्यो गाइस त्यस्तै छ मलेसियामा कहिले पानी पर्छ छुट्टी भएको बेलामा कहिले बिहान जाने बेलामा पानी परिरहेको हुन्छ छाता चाहिँ बोकेको थिएन आज चाहिँ होइन अहिले भर्खर छुट्टी भयो नि त त्यही भएर न त गार्ड हाउसमा छाता थियो छाताले यहाँ चाहिँ गाई चाहिँ अमला चाहिँ अमलाको बोट है यो चाहिँ जहिले बिहान हामी झारेर खाने झापामै होइन अमला काण्ड मचेको यहाँ मलेसियामा पनि मचिन्छ होला हौ अमला काण्ड पर छ हाम्रो दाजुहरू अरू चाहिँ दुईजना ओए गाई चाहिँ यस्तै छ छुट्टी भयो होइन छुट्टी हुँदा चाहिँ फेरि कस्तो खुसी लाग्छ क्या मलाई चाहिँ बिहान जाँदा चाहिँ क्या गिदी लागिदिन्छ हो अनि बिहान जाँदा चाहिँ गिदी लागिरहेको हुन्छ जब 2 बज्छ नि अनि चाहिँ भित्रको शैतान जाग्छ क्या खुसी भएर हुन्छु क्या बिहान जाँदा चाहिँ यस्तो गिदी लाग्छ नि पल्टिदिइराख्नु जस्तो लाग्छ क्या ओछ्यानमा तर पनि भनेर उडेर जानै पर्यो किनकि गएन भने फेरि सुपरभाइजरले गाँड हानिदिन्छ अब हो त्यो पनि पैसा पनि काट्यो अनि उता लात पनि तार्छ होइन गाँड चाहिँ हान्छ होइन यस्तै छ सबैजना दाइहरू अनि दाजु सुपरभाइजरको अनि बेमा चाहिँ के छ रहेछ हौ त्यस्तो खाना चाहिँ ट्याप्पै छ यहाँ हेर्नु देखाइदिनु हाम्रो सुपरभाइजरको आज बे मलेसियामा बे भोज खाइयो ल गाइस अब यस्तै छ पानी परेर हेरौँ न यहाँ बल्ल आइपुग्यो रुम यस्तै छ पानी परिरहेछ सबैजना आइपुग्यो पछाडि हाम्रो प्रेम दाई फेरि आर्मी हो आर्मी हाम्रो केही भन्दिनँ 2-3 शब्द पानी आतो परेर पुरा मस्त भयो अन्त दाइको फेरि हाम्रो
ल आइपुग्यो अझै पानीले भिजिँदैन ल गाइस यस्तै छ है मलेसिया बल्ल रुम आइपुग्यो